स्लोमा लानुहोस् बिस्तारो त कोनको नजिक नजिक पुऱ्याउनुहोस् उता च्यापिसक्यो अब पुरै राइट तान्दिनुहोस् स्लो गर्नुहोस् अब लेफ्टतिर घुमाउँदै जानुहोस् तान्दै आउनुहोस् पल्लो कोनलाई हेर्दै गाडीलाई हल्का स्लो गरेर नातिनुहोस् अब अलिकति राइट खोल्दै जानुपर्छ नभए यता च्यापिँदै जान्छ ठिक्क छ त अगाडिको पोल र हाम्रो गाडीको डिस्टेन्स हेर्दै अब त्यो पोललाई फलो गर्नुहोस् बिस्तारै बिस्तारै धेरै ठाउँ छ हाम्रो ठाउँ काट्दै जानुहोस् काट्दै स्लोमा जति स्लो खेल्नुभयो त्यति तपाईँलाई सजिलो पर्छ एट तपाईँको पुरा भइसक्यो अब आउट निस्किनलाई प्लान गर्दै जानुहोस् धेरै नच्याप्नुहोस् यता अलिकति यता तान्नुहोस् स्लो गरेर सही तान्नुहोस् नडराइकन तान्नुहोस् अगाडि सिधा हुनु पर्यो बाटो ल सिधा बिस्तारो रिटर्न गर्दै ल्याउनुहोस् स्टेरिङ 1 अझै 2 बस सिधा भयो अब क्लच छोड्दै जानुहोस् स्पिड ब्रेकर आयो अलिकति क्लच छोडिदिनुहोस् साइड लाइट बाल्नुहोस् बिस्तारो घुमाउँदै जानुहोस् घुमाउनुहोस् ठ्याक्कै तपाईँ आयो अब रिटर्न गर्नुहोस् बिस्तारो गाडी हल्का स्लो गर्नुहोस् फर्काउनुहोस् गाडी सिधा आयो स्टेरिङ पनि तपाईँको सिधामा आइसक्यो क्लच ब्रेक एकछिन वेट गर्नुहोस् त्यो गाडी आएर गइसकेपछि तपाईँ जाने अलि जानुहोस् ठाउँ छ अझै त्यत्रो अझै जानुहोस् क्लच ब्रेक परिवर्तन लाउनुहोस् अब चाहिँ हाम्रो क्याब हेर्नु त ठुलो छ है जति अघि जानु भएको थियो त्यति जानु पर्दैन त्योभन्दा अगाडि नै रोक्नुहोस् स्टप हो यतिमा रोक्नुहोस् किनभने हाम्रो क्याब ठुलो छ नि त अब तपाईँले के गर्नु पऱ्यो स्टेरिङ फुल काट्नुभयो यता हेर्नुहोस् यसलाई हेरेर जानु ब्रेक छोडिहाल्नुहोस् तपाईँ गाडी काम थाल्नु तपाईँको के मिस्टेक भयो अहिले दुईवटा थिचेर स्टार्ट गर्नुहोस् पहिला ब्रेक छोडिहाल्नुहोस् अनि बिस्तार तपाईँले अहिले ब्रेकले थिच्नुभयो क्लच पुरै छोडिदिनु भयो कि अनि त्यस्तो गाडी काम थालेको थियो अब त्यो क्लास फलो गर्नुहोस् ठ्याक्कै तपाईँको अगाडिको प्यारालाई मिलाउनु खोज्नुपर्छ है खरेलो लाइन भेटिँदैछ जान आइसक्यो नजिक आइसक्यो क्लच ब्रेक अब तपाईँले दुई स्ट्रिङ खोलेर सिधा बनाउनुहोस् 1 2 अलि हल्लाउनुहोस् मजाले अनि सिधा बनाउनुहोस् ब्याक जानुहोस् ब्रेक नथिच्नुहोस् ब्रेक थिच्यो भने गाडी मर्छ कस्तो छ ठिकै छ कि सानो हुँदैछ ठिकै छ त्यतिकै छ जानु भने पुग्छ होइन नभए अलिकति तान्दिनुहोस् साह्रै कन्फ्युज हुनु पर्ने जानु पोल देखिराखेको छ क्लासमा तपाईँ अझै जानुपर्छ देख्नु छोडियो क्लच थिचेर ब्रेक हान्दिनुहोस् ल अब 1 मा लगाएर अगाडि जानुहोस्